याकथुङ मुन्चैत चोक सैङ प्रदेश नम्बर 1 को आयोजनामा 17औं स्थापना दिवस दमक स्थित किराँत भवनमा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका प्रदेश नम्बर 1 उपाध्यक्ष चन्द्र फुरुम्बोको अध्यक्षता तथा सङ्घीय सदस्य एवं अक्षय कोष निर्माण समिति सदस्य तीर्थ मादेम्बाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रमको उद्घाटन दियो बालेर तथा केलाङ च्याब्रुङ नृत्य प्रस्तुत गरी गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तीर्थ मादेम्बाले शुभकामना मन्तव्य व्यक्त गर्दै याकथुङ समुदायको भाषा, संस्कार, संस्कृति, कला र पहिचानको संरक्षण तथा पुस्तान्तरणमा संस्थाले महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। कार्यक्रमको औचित्यमाथि अध्यक्ष चन्द्र फुरुम्बोले प्रकाश पार्नु भएको थियो भने संस्थाकी सदस्य गीता नेम्बाङले स्वागत मन्तव्य राख्नु भएको थियो। समारोहमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। मन्तव्य राख्नेहरूमा दिलीप फुरुम्बो उपाध्यक्ष याकथुङ चलचित्र सङ्घ केन्द्रीय समिति, गङ्गा राई शेर्मा सङ्घीय सदस्य किराँत याकथुङ चुम्लुङ कियाचु, नरेन हाङ लिम्बू राष्ट्रिय चुम्लुङ सदस्य कियाचु, सोम सेरिङ मादेन अध्यक्ष फक्तालुङ स्वयं सांस्कृतिक मञ्च सुनसरी, टुपेन्द्र एकतेन उपाध्यक्ष फक्तालुङ स्वयं सांस्कृतिक मञ्च झापा, देवेन्द्र माबुहाङ च्याम्जोङ नगर अध्यक्ष कियाचु दमक, रणेन्द्र हाङ जबेगु सचिव कियाचु कमल 3 उहाँहरूले आफ्नो मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रममा याकथुङ युवा मञ्चका सङ्घीय सदस्य बसन्त राज योङगाङ, आदिवासी जनजाति महासङ्घ कमल गाउँपालिका कोषाध्यक्ष रेशमा च्याम्जोङ, याकथुङ युवा मञ्च कमलका सचिव मनोज खेवा र युवा समाजसेवी मण्डेप मेनाङ्बो लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा पालाम, ख्याली, हातपारेका साथै फाक्तालुङ आइडियल फाइनलिस्ट मनु योङहाङको सांस्कृतिक प्रस्तुति रहेको थियो। कार्यक्रमको सञ्चालन मिना नेम्बाङ र हिमाल लेछरबोले गर्नुभएको थियो भने समापनमा आयोजकका तर्फबाट अतिथिहरूलाई मायाको चिनो प्रदान गरेको थियो।